सबैजनालाई वेलकम ब्याक टु माई च्यानल उकेएसएस प्रप। आज चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। हामी चाहिँ यो पार्कमा 5 घण्टा बस्ने हो। भर्खरै यो घण्टा भयो, सो हामी 4 घण्टा बस्नु पर्छ। Keep you tuned guys। अब चाहिँ हामी सुत्न लाग्छौँ। सो गुड मर्निङ गाइस, गुड मर्निङ हैन सिद्धि सिद्धि। सो गाइस हामी उठ्यौँ। कस्तो हामी टाइम हेर्छु। So guys, it's currently 1:02 a.m. So I'm red. So हामी चाहिँ एकछिन हुन्छ। So अब हजुर चाहिँ यही राख्दिन्छु। So guys, हामी चाहिँ एकछिन हिँड्यौँ। सो मेरो बहिनीले चाहिँ बिरालो देख्यो। उसको चाहिँ पहिला बिरालो थियो अनि राखेको कता गयो। सो यहाँ चाहिँ हामी एउटा ठाउँमा छौँ। हामी फुड सबै सप्लाई गरेका छौँ। सो सर्भाइभलको लागि खाना पनि गरेका छौँ। सो बाई। सो गाइस, अब चाहिँ हामी यहाँ प्याक गर्न लागेका छौँ। हामी चाहिँ एउटा ओरेन्ज दाई भन्ने दाईलाई खोज्नु ल। साँच्ची ओरेन्ज दाई चाहिँ होइन न, म यहाँ ज्याकेट लगाउनलाई साँच्ची मेरो बहिनीले दिन्छ सिद्धि ल। ओरेन्ज दाई होइन को हो ल भनिदेऊ त। लेक हो भएको नाम। अनि तल जानु पर्यो। कस्तो विन्डी छ। अब म चाहिँ दिन्छु यति हो बोल्नु ल। सो गाइस, यहाँ पाउच सबै रेडी छ। मेरो पास दो। हामी यहाँ तल जानु। सो लेट्स गो। हामी चाहिँ यहीँनिर बस्छौँ ल, धेरै ठाउँ नै एक्सप्लोर नगरिकन। सो हामीले चाहिँ एउटा अर्को ठाउँ भेटायौँ। यो ठाउँ यहाँ ठाउँ अब यहीँ बस्नु पर्ला। सो हामी बस्छौँ। यहाँ चाहिँ मोमो खाएको कि अचार खाएछ। सो हामी चाहिँ यहाँ अर्को ठाउँमा गएको। सो ओरेन्ज दाई आउनु भएन। साँच्ची निक दाई हो। निक कि के हो नाम? निकर खै नामै थाहा भएन, आज सोध्नु। सो हामी हजुरलाई कन्टिन्यू गर्छौँ ओरेन्ज दाई आउनु भएपछि। बाई। सो गाइस, म उठे। यो केटीले उठ्यो। कस्तो उठ्यो अनि गाइस, उठेको त घामै पर्यो आँखामा। चाकभरि उलायो। सो साँच्चीमै। सो लेट्स गो। त चाहिँ यहाँ खेलिरहेको देख्न सक्छौँ। सो हामी यहाँ एउटा कुकुर नि छ, त्यहाँ जान्छौँ ल। सो बाई।